एक्साइटमेन्टको साथमा बडो उत्सुकताको साथमा नै स्टेजमा वेलकम गर्दैछौँ आजका दुलहा दुलही तपाईँले जोड्नु भएको दम्पतिलाई हामी अगाडि वेलकम गर्दैछौँ। प्रतिज्ञा गर्ने समय र पहिलोचोटि चाहिँ हाम्रो प्रमितबाट यो प्रतिज्ञाको सुरुवात हुनेछ। दुईजनाले हात समाइराख्नु पर्ला। म हात त छोड्नु भएन नि कसो है? माइक समाइदिने कोही छ नि? ल हामी सुरु गर्नेछौँ है त। मेरी प्यारी प्यारी दिला मण्डलीको उपस्थितिमा परमेश्वरलाई साक्षी राखी म तिमीलाई विश्वासयोग्य रूपमा प्रेम गर्ने सच्चा सम्मान गर्ने र गहिरो रूपमा माया गरेर सधैँ कदर गर्ने प्रतिज्ञा गर्दछु। ख्रिस्टले हामीलाई प्रेम गर्नु भए चाहिँ धैर्य दया अनुग्रह र विश्वासयोग्यता साथ तिमीलाई प्रेम गर्नेछु। सुख र दुःखमा शक्ति र कमजोरमा र जीवनका हरेक परिस्थितिमा तिमीलाई साथ दिनेछु। मृत्युले हामीलाई अलग नगरुन्जेलसम्म मेरो जीवनभर तिम्रो साथमा हिँड्ने म पक्का प्रतिज्ञा गर्नेछु। आमेन। अब ताली बजाइन्छ। सधैँ कदर गर्ने प्रतिज्ञा गर्दछु। ख्रिस्टले हामीलाई प्रेम गर्नु भए चाहिँ धैर्यता दया
अनुग्रह अनुग्रह र विश्वासयोग्यता साथ र विश्वासयोग्य साथ तपाईलाई तपाईलाई प्रेम गर्नेछु। प्रेम गर्नेछु। सुख र दुःखमा, सुख र दुःखमा, शक्ति र कमजोरीमा शक्ति र कमजोरीमा र जीवनको हरेक परिस्थितिमा र जीवनको हरेक परिस्थितिमा तपाईलाई साथ दिनेछु। र तपाईलाई साथ दिनेछु। मृत्युले हामीलाई मृत्युले हामीलाई अलग नगरुन्जेलसम्म अलग नगरुन्जेलसम्म मेरो जीवनभर मेरो जीवनभर तपाईको साथमा हिँड्ने र तपाईको साथमा हिँड्ने म पक्का प्रतिज्ञा गर्दछु। र म पक्का प्रतिज्ञा गर्नेछु। आमेन। ल अब भने हामी रिङ एक्सचेन्ज गर्नेछौँ र सबैभन्दा सुन्दरता देखिने दिन हो। सायद जन्मेर आजसम्म यतिको सुन्दर थिएन होला, तर आज चाहिँ यति धेरै सुन्दर भएको छ र परमेश्वरले आशिष दिएको छ। दुईजना जोडीलाई एकदमै धेरै आशिष दिएको होस्। अब हामी यति बेला हामी प्रार्थना गर्नेछौँ। अर्को कुरा चाहिँ के छ भने अब अहिलेको चलन चाहिँ के छ भने यु मे किस योर ब्राइड भनेर भन्छ। यस